नमस्कार सम्पूर्ण कृषक तथा कृषिकर्मी साथीहरू। हामीले आज यो छापथोक एकीकृत कृषि फर्ममा कस्ता कस्ता फलफुलहरू लगाउनु भएको छ, बागवानी विज्ञ धर्म प्रसाद देवकोटा सरले सुरुवात गर्नुभएको यो फर्ममा यो एकीकृत तरिकाले कस्ता कस्ता फलफुलहरू लगाउनु भएको छ भनेर हामीले यहाँ खोज्दैछौँ। उहाँले हामीलाई यसको बारेमा डिटेल इन्फर्मेसनहरू दिने प्रयास गर्नुभएको छ। हुन त हामीले यति छोटो समयमा हजुरहरूलाई सम्पूर्ण कुराहरू प्रस्तुत गर्न गाह्रै हुन्छ, तैपनि मोटामोटी यो छापथोक एकीकृत कृषि फार्म पालुङटारमा रहेको छ। यो फर्ममा के कस्ता क्रियाकलापहरू गतिविधिहरू रहेका छन् भन्ने कुरा देखाउने प्रयास गरेको छु। केरा चाहिँ कति प्रकारका छन् सर यहाँ? केरा धेरै प्रकारको छैन, यही एक प्रकारको लोकल। अब यो खास चिनिया चम्पा हो, चिनिया चम्पा अहिले लोकल जस्तै यही नै अब मिठो खाने नि माडुवा जस्तो। हो प्लास्टिक पोखरी पनि रहेछ यहाँ। अनि नामै इन्टिग्रेटेड हो नि त, छापथोक इन्टिग्रेटेड। कस्तो राम्रो गर्नुभएको छ, सबै फलफुलहरू एकदम इन्टिग्रेटेड हो। सुक्काको भर्खर बर्खा लाइन लाहा यहाँ पुरै पुछारसम्म फुल लाग्छ, ल्याएर लाँदै त्यति रमाइलो देखिन्थ्यो दसैँतिर। ए हे, यहाँ लिची खान थाले कि हो सर चराले? चराले लिची खानलाई पुरै आक्रमण गर्न थालेछन्। अलिअलि रातो रातो हुन थाले रहेछ। सबै अब अहिले मौका बारेको बनाऊ मौका रेन वाटर हार्भेस्टको अहिले मैले भनेको थिएँ कहाँदेखि पानी कसरी ल्याएर ल्याएर रेन वाटर हार्भेस्टको कस्तो राम्रो टेक्नोलोजी बनाउनु रहेछ। 5,000 लिटर बर्खाको पानी त सबै जम्मा हुनु थियो। एउटा बुटो मात्रै छ, त्यति राम्रो फलिरहेको छैन, अहिले चाहिँ अलिकति फले। ए कुन चाहिँ सिल? उताउरी। ए उताउरी है, धेरै रहेछ लिचीहरू। यहाँ 5-6वटा भेराइटी ल्यायो अरे, कुन कुन बचे कुन कुन रहे, त्यो साइज चाहिने र त्यो सिलेको एउटा छ। लिची त कति हो, लिची नै लगेर छ। यहाँ बाँदर लाग्छ लाग्दैन सर? किन्न लागि बाँदर लाग्छ। बाँदर हेर्नु न, कागले सिद्ध। सुन्तला जात फलफुलमा के छ सर? सुन्तला अब यो चुराज गुरुङ सरले समय गराउनु तपाईँको चाहिँ किन्नु हेर्नुहोस् न नि। अनि त्यहाँबाट किन्नु म आएँ नै के बिजु नै आफैले बनाएर उ गरेको। अब यी सुरु गयो यो पहिला यो ड्रागन फ्रुटहरू लगाउने ऊ बेला ट्याक्क त्यो सारे मात्रै थिएँ। अनि यो ड्रागन फ्रुट कहाँ लगाउनु त भनेपछि यहीँ चाडबाड भनेर सुरु लगाएको मैले यहीँ हो, यहीँबाट यो गरेर लगाएँ। अब सुन्तला चाहिँ गयो, त्यो चाहिँ हो उन्सुको पनि एउटा बुटी थियो मसित, त्यसको बिउबाट बेच्नै जमाएर चाहिँ अहिले 20-25वटा सागेको छु घर। अनि यसमा अब निबुवा भयो प्रायः यो साइडतिर, निबुवा छन् 50-60 बोट, कागती छ मेन सुन्तला जातमा। मरिच छ। केपीबाले भने मरिचको रुख यही हो। यो रुख होइन हुर्किँदो रहेछ, त्यो जानेर भनेर यहाँ पाके खान मन लागिएको छ। यसरी उहाँले यो फार्ममा भैँसी
पाल्नेदेखि लिएर त्यसको गौतहरू सङ्कलन गर्ने, त्यसलाई उपयोग गर्ने, रेन वाटर हार्भेस्टिङ गर्ने टेक्नोलोजीहरू पनि प्रयोग गर्नुभएको रहेछ। त्यो सँगसँगै केरा, अम्बा, सुन्तला जात फलफुलहरू, आँप, लिचीहरू लगाउनु भएको छ, एभोकाडो। त्यो सँगसँगै यसरी फलफुलको बोटमा मरिच पनि लगाउनु भएको देखियो। अब कागती राखेको छ, तर एभोकाडो चाहिँ मैले त्यतिखेर यहाँ गोष्ठीमा आउँदाखेरि मैले चाहिँ पुरा विरोध गरेको थिएँ। मैले एभोकाडो 35-40 बोट मरिच मेरो एभोकाडो सबै अब उस्तो पनि मरेको ढलेको उस्तो तलतिर मरेका एभोकाडो सबै मरेको यहाँ अलिकति कागती छ र निबुवाहरू निबुवा अलिकति असाध्यै कताले खान्छ यतापट्टि निबुवा रहेछ। अब यो सबै मर्जिङको हिसाब मैले सालको पात सबै बोटमा यो लगाउनु रहेछ मरिच। हरेक बोट मरिच चाहिँ धेरै लगाएको छ। सबै पाकिसके त टिप्नु बितेछ, अब टिपिहाल्नु पर्यो। माथि सबै फलेको मर्जिङ के अरे कामको लागि चाहिँ सर एक्लै हो एक्लै हो। अब यहाँ तपाईँहरू हामी धर्म सरको बगैँचा घुम्ने क्रममै छौँ। एकदम तलतिर पुछातिर आइपुग्यो। यहाँ धेरै यो सुन्तला जातका फलफुलहरू, त्यस्तै गरेर आँप, लिचीहरू रहेछन्। त्यो सँगसँगै केराका बोटहरू पनि प्रशस्त देखियो। यो नासपाती र ड्रागन फ्रुट, इमर्जिङ फ्रुटको रूपमा चाहिँ उहाँले धेरै परीक्षण गरेर लगाउनु भएको रहेछ। मरिच मसलावालीमा चाहिँ प्राय तल्लो बेल्टमा चाहिँ पुरै बोटहरूमा लगाउनु भएको रहेछ। अत्यन्त राम्रो छ उहाँको यो एकीकृत कृषि फार्म। यो हेर्न लायक छ। हामीले कसरी इन्टिग्रेटेड रूपमा धेरै बालीहरूलाई समेटेर हामीले खेती गर्न सकिन्छ भन्ने एउटा राम्रो उदाहरण यो मध्यपहाडी क्षेत्रमा हामीले हेर्ने हो भने यो छापथोक एकीकृत कृषि फार्म यो पालुङटारमा भएको फार्महरू चाहिँ भिजिट गर्नुहोला भन्न चाहन्छु। यसरी यो विभिन्न फलफुलहरूलाई एकै ठाउँमा एकीकृत रूपमा उहाँले अत्यन्त राम्रोसँग बगैँचा व्यवस्थापन गरेर उत्पादन गरिराख्नु भएको छ। उहाँको फर्म हेर्नको लागि हजुरहरूलाई पनि म सुझाव दिन चाहन्छु। अत्यन्त राम्रो छ र उहाँले सँगसँगै एग्रिकल्चर साइन्स पनि त्यहाँ मिसाउनु भएको छ र उहाँ आफै पनि बागवानी विज्ञ भएको कारणले गर्दाखेरि हजुरहरूलाई धेरै सल्लाह सुझाव दिन सक्नुहुन्छ। उहाँहरूले धैर्यतापूर्वक हेरिदिनु भयो, यसको लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। थ्याङ्क यू भेरी मच। नमस्कार।